मैले अनुसन्धान गरेँ कि तैँले वन कुखुरा मारेको होइन रहेछ नि त। त्यत्तिकै आरोप लागेको रहेछ नि त। ल घर जा। त्यत्तिकै निर्दोषलाई थुनेर आम्मामामा बाटो खर्च मात्रै 1 लाख रुपियाँ। यी दाइलाई छोड्नु हुँदैन, भोलि नै त्यो जग्गा पास गरिहाल्नुपर्छ। हेलो बाबा, छोडिदिइसके बुढी मैले त्यसलाई। घर गइसक्यो। राम्रो गर्नुभयो बाबा। अनि सुन्नु न, भोलि 75 लाखको जग्गा पास गर्ने भनेको छ नि दाइले। अब ढिला गर्नु हुँदैन, बरु बेलुका दाइलाई यतै बोलाएर खाना खुवाएर कुरा टुङ्ग्याउनु पर्छ। ठिक भने बुढी, ढिला गर्नु हुँदैन। बरु यसो गर, तिमी गएर खसीको मासु लिएर पकाउँदै गर, अनि दाइलाई पनि खबर गर। म पनि छिट्टै चौकीबाट आइहाल्छु। ल बाबा, हजुर चाँडै आइसु है। ओइ, अब जयन्ती पनि निस्किगयो कि? तेरो दिमागलाई चाहिँ मान्नु पर्छ हौ पाडे। तँ ठोङमा नपरेर हो नि, ठोङमा परेको भए पुरै दक्षिण एसिया घुमाउँथिछौ। त्यति त्यही क्षमतावान मान्छे सहित लु कपडा खोलौँ त। अब यी लुगाहरू लाउँदाखेरि कस्तो गल्फनी गल्फनी मालिकवाला फिलिङ आइराखेको थियो। हेर त अब ल, एकैचोटि म कहाँ झर्नु पर्ने भयो त जिन्दगी यार। कसले फोन बजायो फेरि? दाइ दर्शन, म बहिनी बोलेको। ए बहिनी, दर्शन दर्शन। दाइ, अहिले चाहिँ बहिनी ज्वाइँकोमा खाना खाने गरी आउनु पर्यो। हो र, आजै? हेर न, मेरो पनि त्यो 70वटा गाई पालेको फारममा उता जिल्लाबाट अहिले राति मान्छेहरू आउने कुरो छ। त्यता पनि जानुपर्ने म। होइन दाइ, जसरी भए पनि आउनुपर्छ। बहिनीले भनेको पनि नमान्ने? मान्ने 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 मान्ने, बहिनीले भनेको किन नमान्ने, मान्ने नि होइन। ल दाइ, आज यतै है त खाना। हस्। ए गल्फ नि